सबैजनालाई नमस्कार गाइज। आज म चाहिँ पोर्चुगिज बनाउन लागेको अल्फाबेट पोर्चुगिजमा एबिसिडी कसरी भन्छ भनेर चाहिँ भन्न गइरहेको छु हेर। ABCDEFGHIJKLMNOPQRSTUVXY हामीले चाहिँ इङ्ग्लिसमा यसरी भन्छौँ होइन। पोर्चुगिजलाई चाहिँ यसैलाई यसरी भन्छ कि ABCDEFGHIJKLMNOPQRSTUVWC एप्सलन जे यसरी भन्छ। यसलाई चाहिँ अब ए भनेको चाहिँ आ, बी भनेको बे, सी भनेको से, डी भनेको डे, ए ई भनेको ए, एफ भनेको एफे, जी भनेको गे, एच भनेको आगा, आई भनेको ई, जे भनेको जत्ता, के भनेको कापा, एल भनेको एलए, एम भनेको एमए, एन भनेको एन्थे, ओ भनेको अ, पी भनेको पे, क्यू भनेको के, आर भनेको आर, एस भनेको एसए, टी भनेको ते, यु भनेको ऊ, भी भनेको भे, डब्लु भनेको डब्लियो, एस भनेको सिस, वाइ भनेको इप्सलन, जेड भनेको जे। हजुरहरूले सुनेर प्रतिक्रिया दिनुहोला। हस्त धन्यवाद।